म्याग्दी जिल्ला भलिबल संघको हार्दिक निमन्त्रणा म्याग्दी भलिबल कप 2082। गण्डकी प्रदेश स्तरीय अन्तर्जिल्ला पुरुष भलिबल प्रतियोगिता खुल्ला मञ्च बेनी बजार म्याग्दीमा यही असार 7 देखि 11 गतेसम्म हुने खेलमा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहितको टिम सहभागिता रहनेछ। सहभागी टिमहरू म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहु, स्याङ्जा, गोर्खा, नवलपुर, लमजुङ, मनाङ। उद्घाटन समारोहको प्रमुख अतिथि माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री खमबहादुर गर्बुजा खम्बीरज्यू। पुरस्कारहरू: प्रथम पुरस्कार रु 2 लाख, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार रु 1 लाख, मेडल र प्रमाणपत्र। तृतीय पुरस्कार रु 50,000, मेडल र प्रमाणपत्र। चौथो पुरस्कार रु 25,000, मेडल र प्रमाणपत्र। एक टिममा 12 जना खेलाडी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जनाको सम्बन्धित जिल्लाको जिल्ला खेलकुद विकास समिति वा भलिबल संघको पत्र मार्फत नाम दर्ता गर्नुपर्नेछ। एक जिल्लाको टिममा 3 जना बाहिरी प्रदेशको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू समावेश गर्न सकिनेछ। प्रत्येक जिल्लाबाट सहभागी हुने 14 जना खेलाडी, प्रशिक्षकलाई जर्सी, खाना, आवास तथा आउने जाने यातायात खर्च आयोजकले सुविधा प्रदान गर्नेछ। प्रवर्धक प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखरा। सहकार्य जिल्ला खेलकुद विकास समिति म्याग्दी। आयोजक म्याग्दी जिल्ला भलिबल संघ म्याग्दी। थप जानकारीका लागि अध्यक्ष तथा कार्यक्रम संयोजक तेजेन्द्र बानिया 98 57 65 14 58। महासचिव कुमार किसान 98 66 020 7 32। साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ।